यो हाम्रो लौकी पनि लौकी छ यहाँ। यसलाई पनि हामी अब काट्नुपर्छ किनकि देखिन्छ होइन। यो अब आज फेरि करेलाको कटिङ। यो बाङ्गो हिजो ल्याएर आएको थियो, ठुल्ठुलो केरा छ। धेरै त काट्नु हुँदैन, अस्ति काटेको एउटा छँदैछ। यो यल्लो भइसक्यो भनेपछि यो अब बिग्रिन छैन, यसलाई यहीँ छोडिदिनुपर्छ। अब यो एउटा बाँकी छ, पनि काटिदियो कि त्यो काटि नै दिन्छु। एउटा यो माथि पनि छ र यसरी खेतीबारी गरेपछि पाइन्छ धेरै फलफुलहरू। हस्, अब जाँदैछु फर्सीको मुन्टा काट्न। अब यहाँ हामीले काटिसक्यो, अब चाहिँ साग बेलुकाको लागि र हामीसँग छ लाउँदो फर्सीको मुन्टा। फर्सीको मुन्टा स्पेसल, अहिले फर्सीको हामीले रोपेको थियौँ, मुन्टाको लागि रोपेको हौँ। यो स्पेसल छ। यो फर्सीको मुन्टा हामीले टिप्दैछौँ। हामीसँग कति फर्सीको मुन्टा छ हेर्नुहोस्। म छाप काट्छु, यसलाई छाप काट्छु र यो काटिसकेपछि हामीलाई हेर्नुहोस् फर्सीको मुन्टामा धेरै फाइदा हुन्छ। फर्सीको मुन्टा खायो भने के फाइदा हुन्छ बाबु थाहा छ? सबै भिटामिनहरू थाहा हुन्छ। अब तिमीले अब अर्कोचोटि यो मुन्टा काट्छौ भने त्यतिखेर सोध्छु, तिमी तयारी गरेर बस्नु है। म त्यतिखेर सोध्छु तिमीलाई निकै फर्सीको मुन्टामा खायो भने के फाइदा हुन्छ, फर्सीको मुन्टामा कुन पोषक तत्त्वहरू पाइन्छ। र हामी यो सबै मुन्टाकै लागि रोपेको यो हो। र यति भइसकेपछि हामीलाई अब पर्याप्त हुने देखिन्छ। मुन्टा छ, यो मैले बाहिरबाट लिएँ, भित्रबाट जुन छ अझै पनि छ। भित्र गएर हामी टिप्छौँ। मैले बाहिरको टिप्न अलिक सजिलो भयो नि त। ल, यति पुगिसकेपछि आजको लागि हाम्रो फर्सीको मुन्टा पनि भयो। धन्यवाद।